हेलो हेलो साथीहरु, के छ खबर? हामी चाहिँ आज मकै पोलेर खाने भनेर यहाँ आगो बाल्दैछु। म चाहिँ आगो चाहिँ आज दिउँसो पानी पर्यो नि त, पानी परेकोले अलि ओसिएकोले बल्नै मानेको छैन। बिस्तार बिस्तार यहाँ कोसिस जारी छ मेरो। बल्ल बल्ल यसो अलि हल्का सल्के जस्तो भयो, अनि बल्दै गरोस् भनेर म चाहिँ अब मकै भाज्न गएँ। मकै भाज्न गएँ। हाम्रो मकै चाहिँ हेर्नु न, पछिल्लो लटको पनि दामी भएको छ, पहिलाको पनि ठुल्ठुलो खाने बेला भएको छ क्या, एकदम ठुल्ठुला गएका छ। माथला गराएको चाहिँ खासै यो अलिक छिपिएको रहेनछ नि त, त्यही भएर यसो हेरेको नङ्गाएर खासै रहन्छ। अनि म तल्लो घरतिर लागेँ। तल्लो घर छ नि त हाम्रो, अलि ठुलो घर हो, ठुल्ठुला गएका छ। अनि त्यहाँ गएर मैले हेरेँ, अलि छिपेको मकै भाजेँ। सबै ठुल्ठुलो छ क्या, अनि कुन भाज्ने भयो। म छानी भाजेँ मैले चाहिँ। दामी दामी घोगा छ क्या साथीहरू, आउनु खानालाई, मिठो छ। गुलियो ल्याएर मैले चाहिँ नङ्गाएर सबै खोसेलासँगको बनाएर पोल्न हालेँ। पाक्दै छ मकै चाहिँ, अब पकाउँदैछु। पाक्दै छ खोसेलासँगको, घाम लागेको छ मजाले। अघि एकछिनमै पानी पर्छ, एकछिनमै घाम लाग्छ, यस्तै छ। हामी चाहिँ पोल्दैछौँ। सबैजना हेरेर बस्नु भएको छ, म चाहिँ पोल्दैछु। अलिअलि पाक्यो, यसो फर्काइ अर्काइ गर्दैछु। तातो छ। मकै खान चाहिँ आउनुहोस् है, दामी छ। गर्मी भोला म पनि आउँछु भन्दै हुनुहुन्छ मम्मीले चाहिँ सघाउनलाई। हात पोलेर के ढुङ्ग्री हेर्नु न, हाम्रो क्या दामी छ। मकै पोलेर खाना आगो फुक्न हुन्छ भनेर ल्याएको ढुङ्ग्री हो हामीले, दामी छ। मम्मी चाहिँ म पनि पोल्छु भन्दै हुनुहुन्छ यहाँ, मलाई गाह्रो भएकोले। हामी आमा छोरी भएर मिलेर पोल्यौँ सबैजना चाहिँ मिलेर। अनि अलिअलि भएपछि चाहिँ हामीले चाहिँ खाने भयौँ क्या। धुवा कति हो, सबैजना बारीमै बसेर खाएको। दामी दामी घोगा छन् के। अनि सबैलाई एक एक घोगो बनाएपछि अनि मैले चाहिँ लास्टमा सबैलाई दिइसकेपछि लास्टमा खाएको क्या मैले चाहिँ। मिठो थियो साथीहरू, दामी छ। अझै आउनुहोस् खान। बाई बाई, भोलि भेटौँला। हात कति धेरै कालो भएको छ हेर्नु न मेरो।